आजको यो यात्राको मेन सिटमा हुनुहुन्छ उहाँ प्रमोद सारो। हाम्रो एक केन्द्र पनि चलाउने अनि उसलाई के अरे गाडी पनि चलाउने अनि च्याप्टर पनि हाँक्ने भन्ने कुरा उहाँको छ। हाम्रो राम दाइ चाहिँ यहाँ भाग्नु भयो है, हामीभन्दा अगाडि भाग्नु भयो। उहाँको स्पिड अलि उ छ। हाम्रो भ्यान हो यो पनि ल। हामी यहाँ यति धेरै छौँ, गर्नै गाह्रो छ। प्रयास गरिरहेको छ सबैजना। भव्य हुन्छ कार्यक्रम। बोस्टन सिटी के भन्छ एकदम भव्य र सभ्य हुँदैछ है कार्यक्रम। सबै त्यही भेटौँ ल। सी यु देयर। हाम्रो गाडी धेरै स्पिडमा छैन, एकदमै सही लिमिट स्पिडमा छ है। हामी त टप अफ द ब्रिज आएछ नि त। हजुर आजको मेन जिनिस हामी चाहिँ फेरि के अरे घुम्न जाँदा फेरि आफ्नै खाना लिएर हिँड्छौँ है। यति ठुलो गाडीमा यति थोरै मान्छे होला फेरि होइन, यति ठुलो गाडीमा यति धेरै मान्छे नि हो फेरि हामी। हाम्रो यात्रा बोस्टनसम्मको के अरे अब बोस्टनसम्म जाँदा न्युयोर्क नआइपुग्दै 2टा स्टप भइसक्यो। हामी चाहिँ स्टप चाहिँ छिटो छिटो लिनेमा पर्दो रहेछौँ। हाम्रो यो एउटा गाडी भयो अनि एउटा गाडी पछि त्यसपछि अब हाम्रो यो अब सेकेन्ड गाडी चाहिँ अब हाम्रो यो एउटा टिम भयो, एउटा गाडीको एउटा टिम। अर्को गाडी पर छ, यो चाहिँ व्हाइट पिक भ्यान चाहिँ हाम्रो है। त्यसमा चाहिँ हाम्रो नेक्स्ट टिम। हाम्रो चाहिँ फर्स्ट स्टप भइरहेछ अहिले। हामी चाहिँ वी आर हेडिङ टु बोस्टन फर मगर समाज युएसए को प्रोग्राम। हाम्रो यो भ्यान, हाम्रो यो रेन्टको भ्यान फेरि अनि हामीहरू चाहिँ जनता। दिस इज मी। हाम्रो यो ग्रुप त खतरा रहेछ नि त। अनि हामी पिकनिक खान अनि प्रोग्राम गर्न भनेर हिँडेको मान्छेहरू अनि बाटोमा पनि हाम्रो ब्रेकफास्ट त यस्तो हेभी हुन्छ है फेरि। यो ब्रेकफास्ट चाहिँ मगर पाराको ब्रेकफास्ट रहेछ। गाइजहरू we prepare this kind of food for like one day travel. Can you believe it? हाम्रो टिम चाहिँ कडा हो क्या। जानु मगरहरूले खानामा त छोड्दैनन् भन्ने जस्तो लागिरहेछ मलाई। दामी दामी ल। हाम्रो छलफल हुँदैछ है नेक्स्ट स्टपको लागि। हाम्रो टिम चाहिँ बोस्टनको लागि हो, यो मगर समाज युएसएको प्रोग्रामको लागि। अहिले हामी बिहानको लगभग
कति भयो 8:30 बजीतिर छौँ। हाम्रो खाजा खाने छलफल हुँदैछ है। अर्को उसमा चाहिँ खाजा खाने कुरो भइरहेको छ। हामी चाहिँ अहिले न्यू जर्सीको उसमा सर्भिस एरियामा। soon on different location. हामी पनि यो भिडियो लिउँ भनेको अलि टाढैबाट भए पनि भएन नि सुत्दै हुनुहुन्छ ल भने राम्रै सुन्ने क्या तर जुम गर्नुपर्छ। न्युयोर्क सहरमा पनि हामी यसरी गीत गाएर हिँड्न सक्छौँ। नेपाली सङ्गीत सङ्गीत हाम्रो कल्चर नेपाली हो नि होइन नेपाली पारा हुनु पर्यो फेरि नेपाली पारा हाम्रो अर्को टिम पनि त्यही छ क्या तर रमाइलो गरेको मात्रै नसुनेको। हामी चाहिँ यो टनेलमा 20 मिनट अड्केको गाह्रो भयो वेट गर्ने बानी नै सिद्धिसकेको छ। हामी यो बिजी उसमा टनेलमा परेको छौँ 20 मिनटको लागि। न्युयोर्कको यो होम भन्ने लेखेको छ। अब होम भनेपछि त घरै त होला नि यति ठुलो क्यामेरा पनि नअट्ने भनेपछि। यो ब्रिज हामी यो जोर्ज वासिङटन ब्रिज पार गर्न लगाएको। यो सबै लाइनहरू त लगभग 8-10 लाइनले गर्दाखेरि चाहिँ हामी एकदमै यसमा पर्यो बिजी भइयो। यो पुल त फेमस हुनै पर्यो नि। हामी यता बिजी छैन भनेर यो पुलमा गएको। यो पुल पनि बिजी रहेछ। न्युयोर्क पनि न्युयोर्क संसारको धनाढ्य सहरको पनि धनाढ्यमा पर्छ कि यो सहर। व्यापार बिजनेस दुनियाँको खुन पसिना खाएर यो ब्रिज बनाएर यो सहजताको लागि भएको यो ब्रिज। न्युयोर्क सहर त्यही रहेछ नि त। सहर ब्रिज पनि खतरा हो नि त। यो ब्रिज पनि पुरानो ब्रिज होला नि। 3टा लाइन रहेछ, 3टा बाटो जाने 3टा आउने पनि यत्रो यति बिजी। हाम्रो आफ्नै पारा छ। हामी 4 घन्टाको लागि 6 घन्टाको लागि हिँडेको हामी 12 घन्टा लगाउँदैछौँ। हामी यो न्युयोर्क सहरमै छौँ क्या। अझै पनि घुम्दैछौँ फिर्दैछौँ यो सहरको वरिपरि। तपाईँ देख्न सक्नुहुन्छ सहरमा घरहरू कस्तो रहन्छ, कस्तो हुन्छ घर। ढुङ्गामाथि घर ढुङ्गामाथि घर ढुङ्गामाथि घर। यो ब्रिज क्रस गर्नको लागि हामीलाई आधा घन्टा लाग्यो झन्डै।
तासेर यस्तो तल बाटो बनाउनु मिल्दो रहेछ। अहिले बिजी भएर दाइ कुद्नु भयो घर त। घुम्न जाँदाखेरि यस्तो खालको दृश्य चाहिँ देख्नु पर्छ क्या। राम्रोसँग आँखाले हेरेको जस्तो यहाँ खिच्न पाइएन। आयो होला नि। अघि त यो त फर्केर आउनु पाइयो। सहरहरूको छेउमा पनि यस्तो गाउँ छ भन्ने कुरो थाहा थिएन। बोस्टन जाँदै गर्दाको यो बाटोमा यस्तो न्युयोर्कमा पनि यस्तो उच्च पहाडी भाग रहेछ। ठ्याक्कै त्यो चाहिँ देखाउँछु त्यो क्या अघिको डाँडाकाँडा। हामी न्युयोर्क छोडेर यो कनेक्टिकट भन्ने राज्यमा पनि प्रवेश गरिसकेका छौँ, तर थाहा छैन फेरि हामीलाई यहाँ कहाँ छौँ भन्ने। अहिले बल्ल बल्ल थाहा पाइयो। कनेक्टिकट भन्ने चाहिँ नेपाल जस्तो छ जस्तो छ। नेपालको आधा भूभाग हेर्दाखेरि सहर छोडेर यस्तो डाँडामा घर छ। यो एक्लो घर रहेछ भित्र ऊ ए घर त तल पनि रहेछ नि, अरू पनि रहेछ। तर यो गाउँ हो, यो गाउँ सहर सहर नजिकको गाउँ यो। बाटो चाहिँ यो चाहिँ अमेरिकाको जस्तो है बाटो। ल हेरौँ त यो नर्थ क्यारोलिना के अरे नर्थ क्यारोलिना भन्न आएछ। यो कनेक्टिकटको यो आकाश र जमिन कति दामी देखेको, कति नजिक पनि रहेछ। खुलेको आकाश। ल हामी यो सहर छोडेको हो कि जस्तो बल्ल भइरहेछ। सहर छोड्दाखेरि पनि छुट्टै छुट्टै आनन्द आउँछ। कनेक्टिकट राज्यको यो हार्टफोर्ड। अहिले हामी यो डाउनटाउन छिर्दैछौँ। डाउनटाउन छिर्ने बेला बिजी छ। सहर छिरेको अनुभव भइरहेछ। गाडी कति ठुलो यहाँ। हार्टफोर्ड सिटी अब यो कनेक्टिकट छोडेर हामी बोस्टन यसरी जाँदैछौँ। बोस्टन ठ्याक्क बोस्टन सिधा कनेक्टिकट यहीँ नजिकै वरपर
यसरी हाम्रो यात्रा चाहिँ बोस्टनसम्मको हामी पनि यो होटल भन्नेतिर आइपुग्यो हाम्रो गाडी घुम्दैछ राइड गऱ्यो भने चाहिँ बोस्टन सहरको यो हाम्रो यो चाहिँ दिन खोजेको हजुर यो चाहिँ यो अलिक महँगो भएर हामी चाहिँ अझ महँगोमा यता यतातिर यो अर्कोतिर लिएर आऊँ लेक गर्नुपर्छ होला सायद यो बोस्टन सहरको यो सेकेन्ड नाइट लेफ्ट यो पनि रहन्छ यो रहेछ हामी गलत ड्राइभरको पछि लागेर हाम्रो ड्राइभर कडा यहाँ छिर्नुपर्ने उता छिर्दिनु यहाँ उता छिर्नुपर्ने यता ड्राइभर चाहिँ कडा आएको
आजको यो हाम्रो बसाइ हाम्रो यो उसमा हुँदैछ। हुन्छ आजको यस कार्यक्रमका प्रमुख अतिथिज्यू मायाको सिनो प्रदान कार्यक्रमसँगै पानसमा दीप प्रज्वलन र बटन सबै मखन थापा मगरज्यू र नेपाल नगर सङ्घका संस्थापकबाट शेरबहादुर मगरज्यूको तस्बिरमा माल्यार्पण गर्नको लागि त्यसमा आमन्त्रण गर्न चाहन्छु। लगत्तै यस कार्यक्रमका सभाध्यक्षज्यू हामी उद्घाटन कार्यक्रम सुरु गर्छौँ।
यस साथसाथै पानसमा दीप प्रज्वलन गर्नको लागि चाहिँ परम दिदीज्यूहरू हरि बुढा मगरज्यू स्वागत मन्तव्यको लागि। साझा संस्था हो। यो संस्था अमेरिकामा रहेका मगर समुदायको भाषा, संस्कृति, परम्परा, पहिचान, आपसी एकतालाई संरक्षण, प्रवर्धन र सुदृढ बनाउने उद्देश्यले स्थापना भएको हो। विगतका वर्षहरूमा यस संस्थाले सांस्कृतिक कार्यक्रमहरू, भाषा कक्षा, युवा तथा विद्यार्थी विकास, सामाजिक सेवा, आपतकालीन सहयोग, रक्तदान, छात्रवृत्ति, खेलकुद तथा विभिन्न सामाजिक गतिविधि मार्फत समयलाई योगदान पुर्याउँदै आएको छ। आजको यस ऐतिहासिक 10औं साधारण सभा केवल वार्षिक औपचारिक कार्यक्रम मात्र होइन, यो हाम्रो विगतको समीक्षा गर्ने, वर्तमानलाई मूल्याङ्कन गर्ने र भविष्यको स्पष्ट खाता तयार गर्ने महत्त्वपूर्ण पनि अवसर पनि हो। यस सभाबाट संस्थाले प्रगति, आर्थिक प्रतिवेदन, भावी योजना, नीतिगत निर्णय तथा समुदायका हितका विषयमा सार्थक छलफल हुनेछ भन्ने मैले विश्वास लिएको छु। हाम्रो संस्था अझ बलियो बन्न सबैको सहभागिता, सहयोग, आपसी विश्वास, एकता अपरिहार्य छ। हामी सबै एउटै परिवारका सदस्य हौँ। विचार फरक हुन सक्छ। हामी पूर्वदेखि पश्चिमसम्मका मगरहरू, अमेरिकामा पश्चिम क्यालिफोर्नियादेखि पूर्वमा रहनुभएका नर्थ क्यारोलाइनासम्मका मगरहरू सबै उपस्थित भएका छौँ। हामी हरेक कुरामा विविधता भए पनि हामी एउटै कुरामा हामी मगर समुदाय एकता, हामी एकै ठाउँमा छौँ। त्यसैले भावी पुस्तालाई हाम्रो भाषा, संस्कृति संरक्षण हाम्रो कर्तव्य हो। हामीले हस्तान्तरण गर्नुपर्दछ। आजको कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने आयोजक टोली, बोस्टनमा रहनुभएका सम्पूर्ण मगर समुदायका दाजुभाइ दिदीबहिनीहरू, स्वयंसेवक, प्रायोजक, विभिन्न चक्रका पदाधिकारीहरू, सम्पूर्ण सहयोगी महानुभावलाई विशेष धन्यवाद दिन व्यक्त गर्दछु। यहाँको अथक मेहनत, समर्पणले नै आजको कार्यक्रम सफल भइरहेको छ। यस ऐतिहासिक 10औं साधारण सभाबाट संस्थाको एकता अझ मजबुत होस्, नयाँ ऊर्जा र नयाँ सोचका साथ मगरसम्म अमेरिकाको अझ सशक्त बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु। पुनः यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक स्वागत गर्दै कार्यक्रमको पूर्ण सफलताको कामना व्यक्त गर्दै यहाँबाट बिदा हुन चाहन्छु। फेरि पनि जेदो जोरले नमस्ते, यहाँहरूले इन्जोय गर्नुहोला। जय मगर, धन्यवाद, थ्याङ्क यू।
वार्षिक साधारण सभाको उद्घाटन सत्रका आदरणीय अध्यक्षज्यू, कार्यक्रमका प्रमुख अतिथि, मेरो अनन्य मित्र र हामी मगर मात्र होइन सारा नेपालीहरूको एउटा गौरव र एउटा रेकर्ड ब्रेकर माउन्टेनियर उसमा उहाँको जुन उपलब्धि छ त्यो साँच्चै मगर समाजले मात्र होइन विश्वमा मगर नेपालीहरूले गर्व गर्न लायक छ। आज उहाँ प्रमुख अतिथि हुनुहुन्छ। म हरि बुढाज्यू र अन्तर्राष्ट्रिय मगर महासङ्घका महासचिव बिरमान घरती मगरज्यू लगायत ड्यासमा उपस्थित हुनुहुने तपाईँ सम्पूर्ण अतिथिगण, विभिन्न सङ्घ संस्थासँग तपाईँहरूको अफिलिएसन छ र यो भव्य साधारण सभामा भाग लिन आउनुभएका अमेरिकाका विभिन्न राज्यहरूबाट यहाँ उपस्थित हुनुहुने सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ सर्वप्रथम म नेपालका मगरहरूको तर्फबाट, नेपालको सबभन्दा ठुलो आदिवासी समुदायको तर्फबाट एकदमै नमस्कार भन्न चाहन्छु, जेदो भन्न चाहन्छु, अभिवादन गर्न चाहन्छु अनि झोरले भन्न चाहन्छु र श्रीमनी पाउ भन्न चाहन्छु। यहाँहरूलाई सबैलाई नेपालका सम्पूर्ण मगरहरूको तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु। सबैभन्दा पहिले म अमेरिकन सोसियोलोजिकल एसोसिएसन भन्ने छ, अमेरिकी समाजशास्त्र सङ्घ। म समाजशास्त्र पढाउने एउटा टिचर हो। त्यो सङ्घको 121औं एनुअल कन्फरेन्स हुँदैछ न्युयोर्कमा। त्यो राष्ट्रिय सम्मेलनमा, अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनको निम्ति अमेरिका आएको खासमा। र तपाईँहरू सबैलाई थाहा छ कि भर्खरै हामी नेपालमा एउटा ठुलो जेन्जी आन्दोलनलाई चाहिँ अनुभव गऱ्यौँ र जेन्जी आन्दोलनपछि अहिले नयाँ सरकार बनेको छ र नेपालमा पनि नयाँ नयाँ परिवर्तनहरू भइरहेछ। र मैले त्यहाँ चाहिँ नेपालमा जेन्जी आन्दोलन हुनुको कारण के हो, किन यही बेला नेपालमा जेन्जी आन्दोलन भयो भन्ने विषयमा मेरो आफ्नो पेपर अगस्त 11 तारिकको दिन म प्रस्तुत गर्दैछु। त्यही सिलसिलामा यहाँ आउने क्रममा चाहिँ मैले संयोगवश मगरसँग अमेरिकाको यो साधारण सभामा भाग लिन पाएँ। म आफूलाई एकदमै खुसी, एकदमै गौरव ठान्छु र यसका अध्यक्ष दीपसागर बुढा मगरज्यूलाई म धन्यवाद दिन चाहन्छु र तपाईँहरू सबैलाई थ्याङ्क यू भन्न चाहन्छु। अब मलाई यो कार्यक्रमको सुरुदेखि नै अस्ति आउने बेला पनि मैले दीपजीलाई भनेको थियो, यो खासमा असाधारण सभा हो। यो साधारण सभा होइन। यसका असाधारण भन्नका पछाडि मसँग दुईटा तर्क छ। एउटा तर्क चाहिँ तपाईँहरू नेपालबाट अमेरिका आएर पनि यस्तो तपाईँको अभूतपूर्व रूपमा चाहिँ आफ्नो जातीय एकता र पहिचानको निम्ति एकताबद्ध हुनुहुन्छ र यो आफैमा एकदम नौलो छ। मलाई लाग्छ अमेरिकन समाजको लागि पनि एकदम नयाँ कुरा हो। दोस्रो, यो मानेमा यो असाधारण सभा हो। आजको प्रमुख अतिथि एकदम असाधारण व्यक्तित्व हो। उहाँ एक्स्ट्रा अर्डिनरी हो। उहाँ नर्मल मान्छे होइन हरिजी। उहाँ जसले आफ्नो दुवै खुट्टा घुँडाभन्दा माथि गुमाएर पनि संसारको सर्वोच्च शिखर सगरमाथालाई सफल आरोहण गर्नुभयो र संसारका अरू त्यस्तै थुप्रै हिमालहरू चढ्नुभयो। त्यसकारण उहाँ जस्तो असाधारण मान्छेको उपस्थितिमा आज तपाईँहरूले यो साधारण सभा गर्दै हुनुहुन्छ। म यसलाई साधारण सभा भन्दैन, यो त मैले तर्क गरेँ, तर मेरो सल्लाह यो नेपालको कपी गरे जस्तो लाग्छ। मैले दीपजीलाई पनि भनेको थिएँ, यहाँ नेपालमा चाहिँ एनजिओहरूको चाहिँ एनुअल जनरल मिटिङ भन्ने बाध्यकारी अवस्था छ, तर अमेरिकामा त्यो छैन। त्यसकारण तपाईँहरूले यसलाई चाहिँ एनुअल नेसनल मिटिङ भन्नुभयो भने चाहिँ त्यो अमेरिकन भाइब दिन्छ जस्तो लाग्छ। तपाईँहरूले साधारण सभा भन्यो भने हामी काठमाडौँमा अथवा नेपालमा गर्ने साधारण सभा जस्तो फिल हुन्छ। हुन त तपाईँहरूलाई नेपाली फिल गर्नु मन छ, त्यस कारणले गर्दा पनि यसो भन्नुभयो होला। त्यस कारणले यसलाई चाहिँ नेपालको कानुनसँग तपाईँहरूलाई केही मतलब छैन खासमा डाइरेक्ट संस्थागत रूपमा। त्यस कारणले यसलाई एनुअल नेसनल कन्फरेन्स अथवा मिटिङ भन्नुभयो भने राम्रो सुनिन्छ। म तपाईँहरूसँग त्यस्तो अनुरोध गर्छु। त्यस्तो अनुरोध गर्नुको चाहिँ केही कारणहरू छन्, त्यो मलाई विस्तारमा यहाँ म धेरै समय त लिँदैन। तर यहाँ अन्तर्राष्ट्रिय महासङ्घका महासचिव चाहिँ हुनुहुन्छ र मगरहरूको चाहिँ अन्तर्राष्ट्रिय उपस्थितिलाई हेऱ्यो भने अहिले विश्वव्यापी छ र हामी यसो भन्छु, नेपालमा चाहिँ नेपालको आदिवासी हो मगर, तर मगर भनेको अन्तर्राष्ट्रिय जाति हो। यो अन्तर्राष्ट्रिय जाति हुनुको ग्लोबल ट्रेन्डलाई हेर्नु हो भने कम्तीमा 4 कारणले मगरहरू संसारभरि छ। सबभन्दा पहिलो कारण नेपालको भूमिपुत्र छ, नेपालको आदिवासी छ, नेपालमै तपाईँको हाम्रो इतिहास त्यही गएर जोडिन्छ र
नेपालमै के अरे हाम्रो सम्पूर्ण इतिहास सभ्यताहरू त्यही विकास भएको छ। त्यो कारणले नेपालको आदिवासीको रूपमा हामी नेपालमा चाहिँ तेस्रो ठुलो जनसङ्ख्याको रूपमा बस्छौँ। यो एउटा चाहिँ ट्रेन्ड भयो। दोस्रो, अहिलेदेखिको लाम्चो नेपाल त पहिले थिएन। तपाईँहरूलाई लाग्ने हामीलाई लाग्ने जो लाम्चो नेपाल जति कुनै बेला थिएन। राज्य निर्माणको क्रममा चाहिँ तपाईँको मगर राष्ट्र मगर जातिको आफ्नो के अरे संस्कृति र पहिचान सभ्यतालाई बोक्यो। तर गोर्खा राज्य निर्माणको क्रममा चाहिँ अलग राज्य अलग नागरिक भयो। भारतका मगरहरू हुनुहुन्छ तर उहाँहरूको नागरिकता नेपाली होइन। अथवा बर्मा भुटानमा मगरहरू हुनुहुन्छ, उहाँहरू मगर हो तर उहाँहरू चाहिँ तपाईँको नेपाली मगर होइन, उहाँ भारतीय मगर हो, बर्मेज मगर हो, अथवा तपाईँको चाहिँ त्यही देशको नागरिक मगर हो। त्यो दोस्रो प्रकारका मगरहरू चाहिँ संसारमा हुनुहुन्छ। तेस्रो प्रकारको मगरहरू तपाईँहरू जस्तो यो ग्लोबलाइजेसन भन्छौँ हामीले हाम्रो एकाडेमिक उसमा डिस्कोर्समा भूमण्डलीकरणको प्रवृत्तिमा संसारभरि विभिन्न कारणले कतिपय दिवीको सन्दर्भमा आउनुभयो, कतिपय एजुकेसनको सन्दर्भमा आउनुभयो, कतिपय विभिन्न पेसा व्यवसाय विभिन्न सन्दर्भमा आएर चाहिँ यही देशको नागरिक बन्नुभयो। अब तपाईँहरू चाहिँ अमेरिकन मगर बन्नुभयो। नेपाली मगर त छँदैछ, माया त हामीलाई नेपालकै लाग्छ, तर तपाईँको आफ्नो कन्स्टिट्युसनल लिगल आइडेन्टिटी चाहिँ अमेरिकन बन्यो कतिपयको। त्यसो भयो भने युरोपमा अहिले बिरमानजी यहीँ हुनुहुन्छ, युरोपमा पनि थुप्रै मगरहरू हुनुहुन्छ, त्यहीको आइडेन्टिटी बोक नागरिकता लिनुभयो। त्यस कारणले तेस्रो प्रकारको मगरहरू संसारभरि चाहिँ नेपालमा जन्मिनुभयो, विभिन्न सन्दर्भमा संसारभरि पुग्नुभयो। उहाँहरू चाहिँ अहिले त्यही देशको नागरिक भएर नेसनलिटी लिएर बस्नु भएको छ। उहाँहरू जस्तो मगरको एउटा प्रवृत्ति छ। चौथो प्रकारको मगरहरू चाहिँ विभिन्न पेसा खास गरिकन श्रम रोजगारीको सन्दर्भमा चाहिँ मिडल इस्टतिर आउने र अस्थायी रूपमा श्रम गरेर नेपाल फर्कने, तर त्यहाँ आएर पनि उहाँहरूले सङ्घ सङ्गठनहरू निर्माण गर्नुभयो। त्यस कारणले ग्लोबल ट्रेन्डलाई हेऱ्यो भने मगरहरू विश्वव्यापी छ। त्यो विश्वव्यापी हुनुका चाहिँ विभिन्न कारणहरू छन् र अमेरिकामा तपाईँहरू जसरी आउनुभएको छ र जसरी सङ्गठित हुनुभएको छ यो आफैमा एकदमै उदाहरणीय छ, एकदमै मगर समाजको लागि गर्व गर्नु लायक छ र नेपालका मगरहरूले तपाईँहरूबाट चाहिँ धेरै कुराहरू चाहिँ प्राप्त गर्नुभएको छ, तपाईँहरूको योगदान छ। म त्यसको लागि सम्पूर्ण नेपाली मगरहरूको तर्फबाट अब तपाईँहरूलाई फेरि हामीलाई नेपाली भन्नु भएन, झकेन्द्र आएर भन्न नसोचिदिनु होला। नेपालमा बसोबास गर्ने मगरहरूको तर्फबाट तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु, तपाईँहरूको कामको एकदमै प्रशंसा गर्न चाहन्छु म यो सन्दर्भमा। अब यो कुरा गर्दै गर्दा चाहिँ मसँग अहिले महेन्द्र दाई हुनुहुन्छ। महेन्द्र दाई र म हरिजीसँग एउटा हामीले कानी खुसी गऱ्यौँ। यो तपाईँहरूको जेनेरेसनको मगर त यहाँ आउनुभयो, यहाँ आएर मयूर डान्स नाच्नुभयो, पञ्चे बाजा तपाईँको नाचेर हामी नाच्यौँ, बजाएर हामी यसरी हिँड्यौँ। अब यो कहिलेसम्म रहला त यस्तो कुरा? के यसपछि आउने जेनेरेसनले यसलाई निरन्तरता देला? हो, दिन्छ, दिनुपर्छ भन्ने मान्यता छ हामीहरूलाई। र तपाईँहरूको नाराले भने जस्तो मगरसँग अमेरिकाको नारा हेरेँ मैले, जहाँ रहे पनि जहाँ बसे पनि मातृभूमिलाई माया गरौँ, आफ्नो भाषा संस्कृति परम्परालाई नबिर्सौँ। बस यो त अत्यन्तै राम्रो कुरा छ, तर यो कुरामा एकदमै चुनौती छ। म तपाईँहरूलाई यसको चुनौतीका केही 2-3 आयाम मात्रै भन्छु। त्यो आयाम कस्तो प्रकारको चुनौती छ भने नेपालमै बसोबास गर्ने मगरहरूको पहिचानमा सङ्कट छ। नेपालमा को हो मगर, किन मगर, तपाईँ हामीलाई किन मगर भने हो, मगरहरूको हिस्ट्री के हो, हाम्रा आफ्ना तपाईँको चाहिँ के अरे ऐतिहासिक तथ्यहरूले हामीलाई के भन्छ भन्ने बारेमा हेऱ्यो भने चाहिँ हामीसँग एउटा भरपर्दो लिखित दस्तावेज पनि छैन। हामीसँग तपाईँहरूसँग म आज यहाँ आउँदै गर्दा मगरहरूबारे तपाईँहरूले पढ्नै पर्ने कुनै किताबहरू सिफारिस गरौँ भन्यो भने मसँग छैन। तर मैले आज बिहान मात्रै हेरेँ, म सोसियोलोजीको प्रोफेसर भएको कारणले अमेरिकाका चाहिँ 4 जना एकदमै स्कलरहरूले नेपालका मगरहरूको बारेमा अध्ययन गर्नुभएको रहेछ। र म नयाँ पुस्ताको खास गरिकन एजुकेसनमा चासो राख्ने मगरबारे तपाईँहरूलाई के जानकारी राख्न चाहने साथीहरूलाई के भन्न चाहन्छु भने जोन टी हिचकक भन्ने मान्छे चाहिँ 1960 देखि 70 चाहिँ तपाईँको नेपालमा पहिलो जेनेरेसनको विदेशी स्कलर भएर जानुभयो र उहाँले मगरको बारेमा अध्ययन गर्नुभयो। द मगर्स अफ बनियान हिल, हजुरले अमेजनमा अझै यो किताब उपलब्ध छ, धेरै पर्दैन, $15 देखि $20 यस्तै पर्छ। द मगर्स अफ बनियान हिल। उसले पहिलो चरणमा चाहिँ तपाईँको बागलुङको भुजी खोलामा बसेर अध्ययन गर्यो स्यामानिजमको बारेमा।
पछि आएर चाहिँ तनहुँको किउँ डाँडा, यो किउँ भन्ने ठाउँमा बसेर त्यहाँको एकजना मुखियाको घरमा बसेर यता 12 मगरातको बारेमा अध्ययन गर्नुभयो। उहाँले चाहिँ तपाईँको यो विस्कन्सिन युनिभर्सिटीमा पेस गरेको पिएचडी थेसिसको आधारमा चाहिँ द मगर्स अफ बनियान हिल लेखिएको छ। कृपया तपाईँहरूले चाहिँ यो किताब तपाईँहरूको एक्सेसमा छ, तपाईँहरूले डाउनलोड गर्न सक्नुहुन्छ, किन्न सक्नुहुन्छ। यो एक्चुअली हेर्नु भने अमेजिङ किताब छ र नेपालको मगरहरूको मात्र होइन, के अरे विदेशीहरूले नेपालको बारेमा पहिलो अध्ययन गर्ने विदेशी मानवशास्त्री जयन्ती हिचकक हो। त्यसपछि अर्को एकजना मान्छे चाहिँ यो पिस्कर भलिन्टियर्सको रूपमा जानुभयो, गेरी सेफर्ड भन्ने मान्छे। गेरी सेफर्ड चाहिँ तपाईँको उयो पिस्कर भलिन्टियर्सको रूपमा गएर यो नवलपरासीमा बस्यो। नवलपरासीमा बसेर उसले लामो अध्ययन गर्यो, मिसनमा गएको। फर्कने बेलामा उसले लाइफ अमोङ द मगर्स भन्ने अर्को किताब लेख्यो। यो किताब चाहिँ खासमा अमेजनमा यता अरूमा छैन, तर लाइब्रेरीहरूमा स्टिल यो पाउँछ। यो एकदम यो पनि इम्पोर्टेन्ट किताब छ। त्यो नवलपरासीका आसपासका मगरहरूको बारेमा लेखिएको, ऊ अमेरिकन स्कलर हो, उसले चाहिँ एउटा अर्को किताब लेखेको छ। तेस्रो सबभन्दा महत्त्वपूर्ण किताब चाहिँ तपाईँको खाम मगरहरूको बारेमा। रुकुमको तकमा बसेर तपाईँको खाम मगरहरूको चाहिँ यो लिङ्ग्विस्टिक अध्ययन गर्यो। उसले ग्रामर अफ खाम भन्ने किताब लेखेको छ। डेभिड वाटर्स पनि यो संसारमा हुनुहुन्न, उहाँले ओहियो युनिभर्सिटीबाट चाहिँ पिएचडी गर्नुभयो मगरको बारेमा। र त्यो किताब चाहिँ तपाईँहरूले अनलाइन एक्सेस छ, द ग्रामर अफ खाम। जो खाम मगरको बारेमा जान्न चाहनुहुन्छ र त्यसको भाषाको बारेमा यत्रो धेरै चिन्ता छ तपाईँहरूलाई, उहाँले गरेको काम चाहिँ एकदम महत्त्वपूर्ण छ। र चौथो मान्छे चाहिँ लाउरा एम आयरन भन्ने, उहाँ चाहिँ तपाईँको खास गरिकन यो युनिभर्सिटी अफ मिचिगनमा चाहिँ उसले कस्तो कुरा गरेको छ पाल्पामा। अब पछिल्लो जेनेरेसनका भाइ बहिनीहरूको बारेमा हामीलाई चिन्ता छ, तर हजुरहरूलाई यो बारेमा धेरै हामी भन्न सक्दैनौँ। तर हाम्रो जेनेरेसन र हामीभन्दा अगाडिको जेनेरेसनमा चाहिँ यो लभ लेटर्सहरू लेख्ने एकदम चलन थियो। यो लाउरा एम आयरनले चाहिँ लभ लेटर्समा मार्फत चाहिँ मगरहरूले कसरी उनीहरूको चाहिँ तपाईँको लिटरेसी अथवा उनीहरूको रिलेसनहरू स्थापित गर्छ भनेर पाल्पाका मगरहरूको बारेमा अध्ययन गर्यो र लभ लेटर्सहरू नै छापेको छ। उसले एकदमै चर्चित किताब लेखेको छ, इन्भाइटेसन टु लभ भन्ने एउटा किताब लेखेको छ त्यो मगरहरूको बारेमा। त्यो तपाईँहरूले एक्सेस छ भने मतलब 4 जना अमेरिकनले नेपालको मगर समाजको बारेमा अध्ययन गरेको रहेछ। म आज तपाईँहरूको बिचमा उपस्थित गर्दा हुँदाखेरि चाहिँ हामी आफै मगरले लेखेको अथवा हामी आफैले काम गरेको कुनै किताबहरू तपाईँहरूसँग सिफारिस गर्न गाह्रो छ। त्यो गाह्रो छ भनेको मतलब तपाईँहरूले भनेको यो भाषा बचाउने कुरा, इतिहास बचाउने कुरा र पहिचान बचाउने कुरामा चाहिँ हामीले के योगदान दिन सक्छौँ भन्ने कुरा चाहिँ हाम्रो अगाडि छ। यो अगाडि छ भनेको मतलब के हो भने नयाँ पुस्तालाई हामीले के कुरा हस्तान्तरण गर्दैछौँ हाम्रो पहिचानको बारेमा, हाम्रो समाजको बारेमा। मलाई अघि उद्घाटन गर्दै गर्दा चाहिँ ध्वजा बाँधेको पूर्व अध्यक्षहरूले हेऱ्यो, मगरहरू प्रकृति पूजक छ। हाम्रो आफ्नो सभ्यतामा चाहिँ हामीले कसरी हाम्रो नेचरलाई चाहिँ पूजा गर्छ र त्यसको चाहिँ तपाईँको समाजमा, हाम्रो समाजमा त्यसको के अर्थ छ, किन हामीले प्रकृतिलाई पूजा गर्छ, किन देउरालीमा पार्टी चढाउँछ, किन हामीले हाम्रा कुल पितृहरूलाई सम्झन्छौँ, त्यो कुराहरूलाई चाहिँ एकदम लिपिबद्ध गरेर आउने पुस्तालाई दिने काम चाहिँ भएको छैन। म एउटा प्राज्ञिक मान्छे भएको हैसियतले तपाईँहरूलाई के स्पष्ट भन्न चाहन्छु भने अरू धेरै कुरा छ। यही मयूर नाच अघि हरिजीले भन्दै हुनुहुन्थ्यो, अब यो जेनेरेसन वहीँ रुकुममा नाचेको साथीहरूले यहाँसम्म त लिनुभयो। अब यसलाई संरक्षण गर्ने हो भने यसको बारेमा पनि लेखिनुपर्छ, यसको बारेमा पनि डकुमेन्ट्री बनाउनुपर्छ। तपाईँहरूको चासो मगरसँग अमेरिका र यसका ब्रान्चहरूले गर्ने। हामीले अहिले बाहिर पञ्चे बाजा बजायौँ, नाच्यौँ हामी अघि जुलुसमा, त्यसलाई पनि रेकर्ड गरिनुपर्छ। मगरहरूको चाहिँ संस्कृतिसँग सम्बन्धित छ। त्यस कारणले दोस्रो सन्दर्भमा चाहिँ यो ज्ञान र संस्कृतिको हस्तान्तरण गर्ने कुरा चाहिँ अहिलेको मगर समाजको सबभन्दा, आदिवासी समाजहरू सबैको हो, तर मगर समाजको चाहिँ विविधता छ, इतिहासहरू छन्। त्यस कारणले म मगरसँग अमेरिकाको पदाधिकारीज्यूहरू र हाम्रो विभिन्न ब्रान्चमा स्टेटका कमिटीहरूलाई चाहिँ मगर समाजको अध्ययन, अनुसन्धान र प्रकाशन अथवा यसको डकुमेन्टेसनमा चाहिँ तपाईँहरूले अलिक बढी चासो दिनुहोस् भन्न म चाहन्छु। किनकि त्यसको के अर्थ छ भने हाम्रा
हामी अगाडिका पुस्ताका हाम्रो महेन्द्र दाजुका उमेरका ऊहरूको चाहिँ तपाईँको हामी उमेर बित्दै जाँदाखेरि हामीसँगको ओरल हिस्ट्रीहरू आदिवासीहरूको सबभन्दा आधारभूत विशेषता भनेको चाहिँ मौखिक इतिहास हो। मौखिक इतिहास मान्छेसँगै जान्छ। यसलाई चाहिँ लिपिबद्ध गरौँ, यसलाई डकुमेन्टेसन गरौँ र मगर जातिको सामाजिक इतिहासको पुनर्लेखन गरौँ। मलाई लाग्छ हामी को हौँ, हामी कहाँबाट आयौँ, हामी बुढा मगर कहाँबाट कसरी आयो, आले मगर कसरी जन्मियो, बुचा मगर भन्ने छ, लुङ्गेली मगर भन्छ। अझ यो पाल्पा र पूर्वतिर विभिन्न थर उपथरहरू छन्। ती मगरहरूको आफ्नो आफ्नो हिस्ट्रीहरू छ, वंशावलीहरू छ। त्यस्तो कुराहरूलाई चाहिँ हामीले अलिकति लिपिबद्ध गऱ्यौँ भने अब आउने जेनेरेसनलाई चाहिँ एउटा सबभन्दा राम्रो उपहार हुन्छ र उनीहरूलाई चाहिँ ज्ञान र संस्कृति हस्तान्तरणको दिगो उपाय हुन्छ भन्ने म यहाँहरूसँग अनुरोध गर्न चाहन्छु। र मेरो अरू धेरै कुरा यहाँहरूलाई भन्नु छैन। मगर समाज एकदम विविधतामा बाँचेको छ। आजकै दिनमा तपाईँहरूले हामी आफैलाई हेऱ्यो भने पनि हाम्रो विविधता छ। पश्चिमका रुकुम, रोल्पा र बागलुङका मगरहरूको संस्कृति, पाल्पा स्याङ्जा, तनहुँ र पूर्वका मगरहरूको संस्कृति, भाषा, बहुजाति, बहुभाषा, बहुसंस्कृतिमा एउटा जाति बाँचेको छ है। त्यस कारणले यो विविधतालाई बचाउन सक्यो, यसलाई संरक्षण गर्न सक्यो भने चाहिँ हाम्रो सबभन्दा ठुलो सम्पत्ति हो। र मगर सङ्घ मात्र होइन, संसारभरिका सङ्घहरू, मगर सङ्घ अमेरिका, मगर सङ्घ नेपाल, अन्तर्राष्ट्रिय मगर महासङ्घ, जति पनि मगर सङ्घ सङ्गठनहरूले अब कहाँ बढीलाई चाहिँ केन्द्रित गर्नु पऱ्यो भने हाम्रो आफ्नो हिस्ट्री रिराइट गर्ने कुरा, हाम्रो आफ्ना चाहिँ तपाईँको ज्ञानहरूलाई संरक्षण गर्ने कुरा र संस्कृतिलाई चाहिँ नयाँ पुस्तामा हस्तान्तरण गर्ने कुरामा चाहिँ के अरे बढी चासो होस् भन्ने यहाँहरूसँग यो कुराको अनुरोध गर्दै र यो 10औं वार्षिक साधारण सभा यसले विगत कार्यकालको समीक्षा गर्नेछ, आगामी कार्यकालको नीति पास गर्नेछ र त्यस्तो पास गर्दा चाहिँ दूरगामी असर पर्ने प्रकारको, दूरगामी रिजल्ट आउने प्रकारको काममा पढाइ फोकस होस् भन्ने मेरो चाहना छ। किनकि अमेरिकन माइन्ड भन्छ नि, संसारमा किन अमेरिकाले रुल गर्छ भन्ने बारेमा एउटा महत्त्वपूर्ण किताब छ, वाइ वेस्ट रुल भन्ने एउटा किताब छ। अमेरिकन माइन्डले, तपाईँहरूले मगरसम्म अमेरिकाले गरेको कामले चाहिँ नेपालका र संसारभरिका मगरको लागि उदाहरण बनोस्। म यो साधारण सभाको सन्दर्भमा यहाँहरू सबैलाई हार्दिक शुभकामना दिन चाहन्छु र के अरे यो मलाई पनि यो ऐतिहासिक साधारण सभामा निमन्त्रणा गरेर शुभकामना मन्तव्य राख्न दिएको र मेरो छोटो विचार तपाईँहरूले सुनिदिनु भएकोमा धन्यवाद दिँदै बिदा हुन्छु। हस्त नमस्कार। मगर सङ्घका महासचिव साथै आजको यस कार्यक्रमका विशिष्ट अतिथि बिरमान घटी मगरज्यू भन्ने विषयमा हामी के हौँ त मगर, कहाँबाट मगर भयौँ त भन्ने विषय जान्नु जरुरत छ। त्यसै कारणले संसारभरि 37 करोड आदिवासी जनजातिहरू छन्। त्यसमध्येमा 70 देखि 90 देशहरूमा तपाईँहरूको 5000 जति आदिवासी जनजातिको संस्था छ। त्यसमध्ये नेपाल पनि एक हो। त्यो नेपालमा भएको आदिवासी जनजाति उत्थान प्रस्थानले सूचीबद्ध गरेको 61वटा आदिवासी जनजाति मध्येमा एउटा घटक हामी मगरहरू हो। त्यस कारणले गर्दा त्यो मगरहरूलाई नेपालमा कसरी चाहिँ दमन गरिएको छ, कसरी शोषण गरिएको छ, कसरी अहिले तपाईँहरू जति देखाइरहनुको हाम्रो वेशभूषालाई तपाईँको शोषण गरेको छ, दमन गर्यो र हामीलाई अहिलेको यो अवस्थामा पुर्यायो भन्ने प्रमुख विषय हो। यो विषयलाई आज तपाईँहरूको यो 10औं साधारण सभामा छलफल होस् भन्न म चाहन्छु। हामीलाई अप्रत्यक्ष रूपमा कसरी दासत्व बनाइएको छ यो कुराको जान्न जरुरत छ। कहिलेदेखि हामी यस्तो भयौँ भन्ने कुरा तपाईँहरूले जबसम्म यसको जरा पत्ता लगाउनुहुन्न तबसम्म हामी फेरि आन्दोलित हुन र हामी एकता हुन पनि गाह्रो हुन्छ। मैले तपाईँहरूको समक्ष भन्नै पर्छ, अङ्ग्रेजले 200 वर्ष इन्डियामा शासन गर्दा अब हामी इन्डियालाई मुक्त गर्नुपर्छ भन्दा 200 वर्ष तपाईँहरूले चाहिँ शासन गरिसकेपछि दिने कि नदिने भन्ने कुरा आएको रहेछ। अब मुक्त गरिदिउँ भन्ने कुरा आयो। किनभने अब हामीले 2 वर्षसम्म उनीहरूलाई शासन गरेर हामी बिना सैनिकको दास बनाइसक्यौँ।
हामीले उनीहरूको चाहिँ के अरे जुन मिति छ त्यो मिति तिथि पनि हाम्रो इङ्ग्लिसको मान्ने भइसके, अदालतमा पनि हाम्रो चाहिँ के अरे अङ्ग्रेजी चलाउने भइसके, वेशभूषामा पनि टाई सुट लाउने भइसके, त्यसलाई सलुट मार्ने भइसक्यो, हाम्रो दास भइसक्यो। तिनीहरू बिना सैनिकको दास उनीहरूलाई दिँदा केही फरक पर्दैन भन्यो। त्यस्तै गरी नेपालमा पनि आदिवासी जनजातिहरूलाई तपाईको लिच्छवीकालीनदेखि 4 वर्ण 18 जात भनेर हामीलाई शासन गरिएको छ। मल्लकालीनमा 4 वर्ण 64 जात भनेर शासन गरेको छ भने अहिले तत्कालीन तपाईको पृथ्वीनारायण शाहको पालामा राम शाहले लेखेको उसमा 4 वर्ण 36 जात भनेर शासन गरेको छ। त्यसमा हामीलाई कहाँ राख्यो भन्नुहुन्छ भने आदिवासी जनजातिहरूलाई शूद्रमा राख्यो। शूद्रमा जहाँ कि त्यसले आफ्नो स्वास्नी र धन पनि राख्न पाउँदैन, उनीहरूको इतिहासमा हेर्ने हो भने हामीलाई त्यसरी डोमिनेट गरिराखेको त्यो हामीलाई कतै पनि पत्तो भएन। त्यसकारणले त्यो अध्ययन गर्नुपर्ने हुन्छ। हामीले जुन नेपालमा मानिरहेको तपाईको चाहिँ के अरे मिति छ त्यो तपाईको हाम्रो मिति होइन, त्यो चन्द्र शमशेरले तपाईको आर्यनहरूको सभ्यता बचाउनको लागि नेपालमा लागू गरेको मिति हो। त्यसकारणले गर्दाखेरि हाम्रो मगरहरूको नयाँ वर्ष के हो त? मगरहरूले जन्मिँदाखेरि के गर्छन्? मगरहरूले मर्दाखेरि के गर्छन्? मगरहरू बिहा गर्दाखेरि के गर्छन्? केही छ हामीसँग? छैन। त्यसो भएको हुनाले अब हामीले गर्ने के हो त भनेपछि अघि हाम्रो झगेन्द्रजीले अन्तर्राष्ट्रिय मगर महासङ्घको बारेमा आफ्नो कुराहरू धारणाहरू राख्नुभयो। त्यस्तै गरी यो संसारभरि रहेको मगरहरू एकता हुनुको लागि हाम्रो भाषाको चाहिँ के एकता हुनु पर्यो, हाम्रो जन्मिँदाखेरिको चाहिँ चालचलन एकता हुनु पर्यो, हामी चाहिँ विवाह गर्दाको एकता हुनु पर्यो, हामी चाहिँ मर्दाखेरिको एकता हुनु पर्यो। त्यसको विशेष सभ्यता के हो त? हामीले मगरात भन्ने एउटा सभ्यता निर्माण गर्नु छ। मगरात भनेको एउटा सभ्यता निर्माण गर्नु छ। त्यो निर्माणको लागि अन्तर्राष्ट्रिय मगर महासङ्घको ठुलो भूमिका रहनेछ, ताकि नेपाल मगर सङ्घले लेखेर भएन, अमेरिकन मगर लेखेर भएन, तपाईँको इन्डियाको मगर सङ्घले लेखेर भएन, त्यो संसारका मगरहरूले आत्मा साथ राख्ने त्यस्तो खालको एउटा मगरात सभ्यता हामीले लेख्नुपर्नेछ। जस्तो तपाईँले हिन्दूहरूको तपाईँको चाहिँ केही सोध्नु भयो भने 4वटा पुरा छन्, 18वटा चाहिँ 4वटा तपाईँको चाहिँ के अरे 4वटा उनीहरूको चाहिँ के अरे के भन्छ वेद छन्, 18 पुराण छन्, 108वटा उपनिवेद छ। उनीहरूको सभ्यता त्यहीभित्र बाँधिएको छ भने क्रिस्चियनहरूको सोध्नु भने बाइबल छ, तिनीहरूको सभ्यता सबै त्यसमा बाँधिएको छ। बुद्धिस्टको सोध्नु बुद्धिस्टको ग्रन्थ छ, त्यसमा बाँधिएको छ भने तपाईँको मुस्लिमहरूको कुरानमा बाँधिएको छ भने मगरहरूको केमा बाँधिएको छ? हामी तिनीहरूको पुच्छर लगु लगाएर हिँड्ने हो होइन। त्यसकारणले मगराज सभ्यताको लागि हामी ठुलो हाम्रो अग्रजहरू जस्तो हाम्रो झगेन्द्र जस्तो हामीले यो मगर अन्तर्राष्ट्रिय मगरको प्रस्तावना लेख्ने बेला हाम्रो झगेन्द्रज्यूले धेरै पहल गर्नुभएको छ र उहाँले एउटा अवधारणा पत्र तयार पारिदिनु भयो र त्यसपछि हामी अन्तर्राष्ट्रिय मगर महासङ्घको जन्म भएको छ। यसमा तपाईँलाई म के भन्न चाहन्छु भने यो अवधारणा पत्रमा विज्ञहरूले यो मगरहरूको यो अवधारणा पत्र तयार पारेको हो। यो एउटा मगरले मात्र तयार पारेको होइन। गङ्गा खासु उहाँ संयोजक हुनुहुन्थ्यो भने डाक्टर केशरजङ बराल, बमकुमारी बुढा, डाक्टर गोविन्द थापा मगर, सुरेश आले मगर, डाक्टर श्यामु थापा मगर, डाक्टर मिनश्री मगर, डाक्टर भोजविक्रम बुढा मगर, डाक्टर लालबहादुर पुन मगर, उजिर थापा मगर, हाम्रा डाक्टर झगेन्द्र घरजी मगरले आज हाम्रो अगाडि यहाँ उपस्थित हुनुहुन्छ। यसले गर्दा यसको अवधारणा पत्र लेखेर हाम्रो अन्तर्राष्ट्रिय मगर महासङ्घ संसारका मगरहरूलाई एउटै फुलमा गाँसेर हामी अगाडि बढाउनु पर्छ भन्ने अवधारणाका साथ यो लेखिएको छ र यसमा हामी 23 र
24 काठमाडौँ 2024 मा एउटा सेमिनार लेख्यौँ। सेमिनार गरेको थियौँ। त्यो सेमिनारबाट मगरहरूको आफ्नो कल्चर के हो, जन्मिँदा के गर्छ, मर्दा के गर्छ, पर्दा के गर्छ, एउटा चाहिँ मगर सभ्यता लेख्ने हामीले सङ्कल्प गरेको छौँ। त्यसको लागि हामी संसारका सबै मगरहरूलाई हामीले चाहिँ के अरे आमन्त्रण गर्नेछौँ त्यो लेख्नेमा। त्यसमा तपाईँहरूको सहयोग चाहिनेछ। त्यो हामीले लेख्न सक्दैनौँ, हाम्रो विज्ञहरूलाई त्यसको चाहिँ लेख्ने चाहिँ अभिभारा दिनेछौँ। त्यसको लागि हामीले तपाईँहरूको सहयोग चाहिएको छ। त्यस कारणले आज म तपाईँहरू समक्ष के गर्न चाहन्छु भने विभिन्न यो अमेरिकाको च्याप्टरबाट आउनुभएका साथीहरूलाई यो वितरण गरिदिनुको लागि म एउटा हाम्रो अवधारणा पत्र र अन्तर्राष्ट्रिय मगर महासङ्घको विधान र सेमिनार गरेको पेपर म हाम्रो अध्यक्षज्यूलाई यहाँ बुझिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। हाम्रो अध्यक्षज्यूलाई दीपसागर अध्यक्षज्यू यहाँ आइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। दीपसागरज्यूलाई यो अन्तर्राष्ट्रिय मगर महासङ्घको अवधारणा पत्र अनि विधान र हामी सेमिनारमा पारित गरेको चिजहरू म उहाँलाई हस्तान्तरण गर्न चाहन्छु। च्याप्टरको साथीहरूले उहाँसँग ल्याइदिन म हार्दिक अनुरोध गर्दछु। यति भन्दै हामी मगरहरूमा अड्क्या भड्क्याको जति पनि हाम्रो चाहिँ सङ्घर्षहरू छन् त्यसलाई आजको यो 10औं साधारण सभामा तपाईँहरूले महत्त्वपूर्ण निर्णय गर्नुहुनेछ र सभ्य भव्यसँग सफल गर्नुहुनेछ भन्ने शुभकामना दिँदै म तपाईँहरूसँग बिदा हुन चाहन्छु। धन्यवाद। पाउल जेडो मगरसँग अमेरिकाको 10औं वार्षिक साधारण सभामा पाल्नुभएका प्रमुख अतिथि, विशेष अतिथिहरू र विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका अतिथिहरू र विभिन्न च्याप्टरबाट अमेरिकाको पूर्वदेखि पश्चिमसम्म छरिएर रहेका मगर समुदायका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, हाम्रो डोल्पा र रुकुमदेखि मध्यपश्चिमका विभिन्न जिल्लाहरूमा एकदमै प्रख्यात रहेको यो सारङ्गी हामी मयूरनाच भन्ने गर्छौँ। हामी यसलाई प्रस्तुत गर्न गइरहेका छौँ। बाँकी हामी हाम्रो नाचबाट बुझ्नुहुनेछ। धन्यवाद। अमेरिका केन्द्रीय समितिको अध्यक्ष दीपसागर बुढा मगरज्यू, कार्यक्रमको प्रमुख अतिथि, हामी सम्पूर्ण नेपालीहरूको प्रेरणाको स्रोत व्यक्तित्व हरि बुढा मगरज्यू, त्यसै गरी विशेष अतिथि
मगर अन्तर्राष्ट्रिय महासङ्घको महासचिव, साथै उहाँ नेपाल आदिवासी जनजाति बेल्जियमको निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ वीरमान घरती मगरज्यू। त्यसै गरी विशेष अतिथि त्रिभुवन विश्वविद्यालयको प्राध्यापक तथा नेपाल मगर विद्यार्थी सङ्घ पूर्व अध्यक्ष, युवा मगर विद्वान झकेन्द्र घरती मगरज्यू लगायत मगर सङ्घ अमेरिकाको सम्पूर्ण पूर्व अध्यक्षज्यूहरू, वर्तमान कार्य समितिका पदाधिकारी तथा पूर्व पदाधिकारीज्यूहरू, मगर सङ्घ अमेरिकाको वर्तमान तथा पूर्व सल्लाहकारज्यूहरू र आजको यस कार्यक्रमलाई भव्य रूपमा सफल पार्न यहाँ उपस्थित विभिन्न राज्यबाट आउनुभएका विभिन्न मगर सङ्घ अमेरिका राज्य समितिका अध्यक्ष पदाधिकारी एवं सम्पूर्णमा म मगरत्व अभिवादन, आदिवासी अभिवादन, झोडले मिजोड सिमिङमे पाउ जिलो टक्राउन चाहन्छु। स्वीकार्नुहोस्। नमस्कार। सर्वप्रथम म मगर सङ्घ अमेरिकालाई आजको यो 10औं राष्ट्रिय साधारण सभाको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु र त्यसै गरी आजको यही फोरमबाट नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासङ्घको तर्फबाट 32औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको पनि शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसो त म मगर सङ्घ अमेरिकामा म आफ्नै परिवारको मान्छे, घरको परिवारको मान्छे, तर पनि यो संयोगले विशेष अतिथि भनेर यहाँ बोलाइदिनु भयो। आफैलाई अप्ठ्यारो पनि लागेको छ। लामो समय नै भन्छु, 12 वर्ष यो मगर सङ्घ अमेरिकामा मैले सिक्ने संस्थागत कुराहरू सिक्ने अवसर पाएको थिएँ। 2006 देखि 2018 सम्म मगर सङ्घ अमेरिकाको विभिन्न पदमा रहेर संस्थागत कुराहरू सिक्ने एउटा यो अवसर मिलेको थियो। वास्तवमै मैले यहाँ सिकेकै हो। मैले मेरो गुरुहरू नै 2-4 जना सम्झिनु पर्यो भने दुर्लभ बुढा मगर, उहाँ रुकुमको न्युयोर्क बस्नुहुन्छ। त्यसै गरी प्रदीप थापा मगर गुल्मी, उहाँ न्यू जर्सी हुनुहुन्छ। टिकापुन मगर, उहाँ म्याग्दीबाट भर्जिनिया हुँदै अहिले क्यालिफोर्निया हुनुहुन्छ। आदरणीय डाक्टर गङ्गा पूजा मगरजी हुनुहुन्छ, यहीँ हुनुहुन्छ। हाम्रो लामो समयदेखि सल्लाहकारको रूपमा धेरै उहाँले सहयोग गरिरहनु भएको छ। लगायत धेरै आदरणीय दाइहरू यहाँ मैले देखिरहेको छु, हामीले सँगै काम गरेको। मलाई आज कता त्यो पुरानो विद्यालयमा पूर्व विद्यार्थीहरूको जम्का भेट भएको जस्तो पनि फिल भएको छ र गर्व लागेको छ। यसरी म 1 कार्यकाल सदस्य, 2 कार्यकाल सचिव, अर्को 2 कार्यकाल महासचिव भएर 2018 सम्म महासचिवसम्म काम गरेँ। त्यसपछि मगर सङ्घ अमेरिकाले अलिकति मलाई पर धकेल्नु भयो। म नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाको नेतृत्व गर्न पुगेँ र त्यो नेतृत्व गर्ने सिलसिलामा प्रवासमा क्रियाशील अरू महासङ्घहरूसँग पनि मेरो सम्पर्क हुने अवसर मिल्यो, सम्बन्ध बढ्ने अवसर मिल्यो र उहाँहरूसँग हामी अमेरिकामा महासङ्घ कसरी चलाइरहेको छौँ, उहाँहरूले कसरी सञ्चालन गरिरहनु भएको छ, हामीले एकअर्काको महासङ्घहरूबाट के कुराहरू सिक्न या आदान प्रदान गर्न सक्छौँ भन्ने सन्दर्भमा उहाँहरूसँग बहस हुँदै गर्दाखेरि अब हामीले महासङ्घको इतिहासहरू, प्रवासमा क्रियाशील भएको इतिहासहरू हेर्दै जाँदा लगभग 1998बाट सुरु भएका रहेछन्। हामी 18 सम्म आइपुगिसक्यौँ। हरेक कार्य समितिले अर्को देशमा
अर्को देशको महासङ्घमा को सक्रिय हुनुहुन्छ, त्यहाँको गतिविधि कस्तो भइरहेको छ भनेर सम्पर्क गर्न, समन्वय गर्न खोज्दाखेरि धेरै गाह्रो हुने अवस्था थियो। त्यसले गर्दाखेरि हामीले प्रवासमा क्रियाशील महासङ्घहरूलाई पनि एउटा समन्वय गरेर एउटा सञ्जालको रूपमा विकास गर्न सक्यौँ भने त्यसले कालान्तरमा गएर नेपालको आदिवासी आन्दोलनलाई पनि हामीले केही सहयोग पुर्याउन सक्छौँ र सँगै प्रवासमा विदेशमा बसेका आदिवासी जनजातिहरूको, मगरको मात्रै मैले भनिनँ, आदिवासी जनजातिहरूको जुन कुराहरू प्रोफेसर साहबले र बिरमान भट्टी मगरज्यूले अघि सन्दर्भमा उकाइसक्नुभयो, ती कुराहरू हामीले हाम्रो पुस्तामा त हामीले केही हाम्रा कल्चरहरू, संस्कृतिहरू ल्याएका छौँ। अब हाम्रो दोस्रो पुस्तामा त्यो हामीले कसरी ट्रान्सफर गर्न सक्छौँ, त्यो हस्तान्तरण गर्न सक्छौँ कि सक्दैनौँ भन्ने विषयहरूसँग हामी गहन रूपमा सोच्नुपर्ने आवश्यकता आएको छ। हामीले त्यति मात्रै भनेर भएन। त्यसरी गर्दै गर्दाखेरि हामी कहाँ पुग्यौँ भने नेपालमा हामीलाई शासक वर्गहरूले भन्न त भने नेपाल एकीकरण सामान्य प्रक्रियाबाट भएको होइन, आज पनि भन्छ नेपाल एकीकरणको कुराहरू ल्याउँछ। तर यदि हामीले गहिरेर हामीले अध्ययन गऱ्यौँ भने अघि प्राध्यापकज्यूले भन्नुभए जस्तै वास्तवमै हाम्रो राज्य खोसिएर अनि हामीलाई नै प्रयोग गरेर नेपाल हाम्रै गोर्खालाई सिपाही बनाएर नेपाल एकीकरण गर्दै ल्याएको एउटा इतिहास त त्यो तितो इतिहास। त्यति मात्र होइन, आज हाम्रो प्रमुख अतिथि हुनुहुन्छ, भूतपूर्व गोर्खा सैनिक पनि हुनुहुन्छ होइन। अनि गोर्खा सैनिकको अथवा गोर्खा सैनिकको इतिहास मलाई लाग्छ 200 वर्ष बढी भइसक्यो होइन, 200 वर्ष बढी भइसक्यो। 2017मा 200 वर्षको एउटा कार्यक्रम नेपालमा भएको थियो भनेपछि आज 209 वर्षभन्दा बढी भइसक्यो। तपाईँ हामीले सोचौँ त, यदि हाम्रो पुर्खाहरू 200 वर्ष अगाडिदेखि हाम्रो गोर्खा सैनिकमा त्यसरी प्रयोग नगरिएको र नेपालमै रहेको भए आजको शासन सत्ता कसको हातमा हुन्थ्यो? आज यति बेला पनि हामी भन्दैछौँ आदिवासी जनजातिहरूमा सबैभन्दा ठुलो जनसङ्ख्याको आधारमा सबैभन्दा ठुलो जाति र समग्र नेपालीहरूमा तेस्रो जाति। यदि 200 वर्षभन्दा अगाडि, त्योभन्दा अगाडि नेपाल एकीकरणको क्रममा पनि र 200 वर्षसम्म चाहिँ हामीलाई यदि हाम्रो पुर्खाहरूलाई यदि त्यसरी चाहिँ सिपाहीको रूपमा प्रयोग नगरिएको भए पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा कति हाम्रा पुर्खाहरू तहस नहस बनाइयो, ती कुराको लेखाजोखा यदि हामीले राख्ने हो भने र ती कुराहरूलाई चाहिँ त्यो रूपमा प्रयोग नगरिकन हामीलाई निरन्तर रूपमा हाम्रो विकास हुन दिएको भयो भने सायदै आज नेपालको स्थिति अर्कै हुन सक्थ्यो। अझै अहिलेकै सन्दर्भमा पनि मैले हरि बुढा मगरज्यूलाई हेरिरहँदा आज पनि ब्रिटिस आर्मी लगायत भारतीय सेना लगायतमा तपाईँ हाम्रो युवाहरूको छाती नापी कुदाई शारीरिक रूपमा प्रतिस्पर्धा गराई मानसिक अथवा बौद्धिक रूपमा पनि परीक्षा लिएर सबैभन्दा राम्रा व्यक्तित्वहरूलाई चाहिँ नेपालभन्दा बाहिर पठाउने कार्य गरेको छ। त्यो कार्यले हामी आदिवासीको लागि, हामी जनजातिको लागि कति क्षति पुगेको छ। म त हाम्रो पूर्व अथवा हाम्रो ब्रिटिस आर्मीमा, ब्रिटिस सेना, गोर्खा भर्तीमा काम गर्नुहुने अग्रजहरूलाई र अहिले भइरहनु भएकोहरूलाई पनि हेरेँ भने लाग्छ यदि उहाँहरू नेपालमै भएको भए कि उहाँ डक्टर हुनुहुन्थ्यो, कि उहाँ इन्जिनियर हुनुहुन्थ्यो, कि उहाँहरूले देशको शासन सत्ता सम्हालिराख्नु भएको हुन्थ्यो। अनि त्यस पछाडि मलाई लाग्यो अब हामीले आदिवासी जनजातिहरूको अन्तर्राष्ट्रिय सङ्गठन बनाएर सङ्गठित भएर यदि हामीले पनि केही गर्न सकिन्छ भने हामीले पनि नेपालको आदिवासी आन्दोलनमा योगदान पुर्याउनुपर्छ भनेर हामीले त्यो छलफल बहस सुरुवात गरेर 2020 देखि हामीले चाहिँ आदिवासी अन्तर्राष्ट्रिय महासङ्घ सुरु गरेका छौँ।
प्रयास गरेका छौँ। प्रयास गर्दै गर्दा धेरै अन्डर ठक्करहरू हामीले खाएका छौँ। धेरै अवरोधहरू भएको छ। तर सङ्गठन निर्माण गर्न, संस्था स्थापित गर्न र त्यसलाई क्रियाशील बनाउन त्यति सजिलो छैन। अघि हामीले भनिसके, म आफै 12 वर्ष यहाँ काम गरेको, आज 22औं वर्ष हुँदाखेरि हामी यो अवस्थामा आइपुगेको छौँ भने हामीले सुरुवात गरेको अन्तर्राष्ट्रिय महासङ्घलाई पनि त्यो रूपमा सक्रिय बनाउन अलिकति समय लाग्छ। तर हामी निरन्तर त्यसको प्रक्रियामा छौँ। अहिले हामी पछिल्लो समय अब यो अन्तर्राष्ट्रिय महासङ्घलाई नेपाल सरकारकै, नेपालकै तपाईँको चाहिँ वैधानिक रूपमा, कानुनी रूपमा पनि यसलाई कसरी तपाईँको दर्ता गरेर अगाडि जान सकिन्छ भन्ने प्रक्रियामा हामी छलफल भइरहेको छ। र अहिले प्रवासको सबै अन्तर्राष्ट्रिय महासङ्घहरू यो 32औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाउने सन्दर्भमा व्यस्त हुनुहुन्छ। अब हामी यस पश्चात तत्कालै हामी फेरि पनि हामी यसको बहस हामी बृहत रूपमा अगाडि बढाएर लैजानेछौँ। र पछिल्लो मैले यो सन्दर्भमा नेपालको आदिवासी जनजाति महासङ्घको 3वटा कार्य समितिसँग काम गरिसकेको छु। पहिलो कार्य समितिसँग त त्यति राम्रो हाम्रो समन्वय हुन सकेन र दोस्रो र तेस्रो अहिले भर्खरै निर्वाचित कार्य समितिसँग हाम्रो समन्वयहरू भइरहेको छ। हामी त्यसरी अगाडि बढिरहेका छौँ। बढिरहेछौँ र अब उहाँहरूसँगको छलफल अनुसार हामी चाँडै नै लगभग आजको मितिदेखि 6 महिनाको हाराहारीभित्र हामी दोस्रो अधिवेशन गरेर यसलाई संस्थागत गर्ने प्रक्रियामा हामी गइरहेको छौँ। त्यो विषयमा लगभग प्रवासमा क्रियाशील 18वटा महासङ्घको हाम्रो प्रत्यक्ष रूपमा हाम्रो छलफल भएको छ भन्दै मैले अघि तपाईँहरूलाई 12 वर्ष यहाँ सहकार्य मैले काम गरेँ भनेर भनेको थिएँ। म अब धेरै समय लिन चाहन्न, लगभग 1 मिनट मात्रै, किन यी कुराहरूलाई अलिकति इलाबोरेट गरेर जाँदाखेरि फेरि लामो होला। हामी मगरसङ्घबाट सुरु गरेको थिएँ, म मगरसङ्घमा आउँछु। 12 वर्ष म त्यहाँ काम गर्दाखेरि हामीले यो संस्था चलाउँदाखेरि व्यक्ति अमेरिकाभरिबाट खोजेर हामीले एउटा मगरसङ्घ अमेरिका बनाएको थियौँ। क्यालिफोर्नियाबाट बखन थापा मगर दाइ यहाँ हुनुहुन्छ, वरिष्ठ उपाध्यक्षसम्म हुनुभयो। हामीसँग अरू मान्छे नै हुनुहुन्न थियो। जर्जियाबाट तारापुन मगर, यता फ्लोरिडाबाट धन थापा मगर लगायत यसरी हामी भेला हुँदै एउटा एक थोपा बडुलेर एक कचौरा पानी भएको जस्तो हुन्थ्यौँ। बल्ल एउटा कार्य समिति बनाउँथ्यौँ। आज तपाईँहरू हरेक राज्यमा, अमेरिकाको राज्यमा थोपा मिलेर त्यो एउटा बटुको जस्तो अथवा एउटा संस्था, च्याप्टर समिति गठन गर्ने अवस्थामा पुग्नु भएको छ। र आज त्यो च्याप्टरहरू हामी भेला भएर मगरसङ्घ अमेरिका एउटा तालको रूपमा, बटुको पानीबाट एउटा तालको रूपमा जस्तो हामी भेला भइसकेका छौँ। आदरणीय अग्रज व्यक्तित्वहरू, नेपालको युवा बौद्धिक व्यक्तित्व झकेन्द्र घरती मगरज्यू, विशिष्ट व्यक्तित्व हरि बुढा मगरज्यू, वीरमान घरती मगरज्यू, अब हामी यो ताल मिलाएर मगरसङ्घ अमेरिका केन्द्रीय समितिका अध्यक्ष दीप सागर बुढा मगरज्यू, अब अन्तर्राष्ट्रिय मगर महासङ्घ, अन्तर्राष्ट्रिय आदिवासी जनजाति महासङ्घ अब ताल मिलाएर महासागर बनाउने बेला भएको छ। अब हामी त्यता बढ्नुपर्छ र ती महासागरहरूले महासागर बनिसकेपछि अघि हाम्रा अन्तर्राष्ट्रिय महासङ्घका महासचिव वीरमान घरती मगरज्यूले भन्नुभए जस्तै, हाम्रो बौद्धिक व्यक्तित्व झकेन्द्र घरती मगरले भन्नुभए जस्तै, मगर लगायत आदिवासी जनजातिहरूको हाम्रो आवश्यक पर्ने भाषा, संस्कृति, रीतिरिवाज र हामीले राज्यबाट भोग्नु परेका राज्यहरूको विभेद, राज्यसँग हामीले लिनुपर्ने विषयवस्तुहरूमा
हामी गहन रूपमा छलफल गर्ने, अध्ययन गर्ने, प्रकाशन गर्ने र यसलाई अगाडि बढाउने प्रक्रियामा हामी जान सशक्त हुन सक्नेछौँ भन्दै अब यो अन्तर्राष्ट्रिय महासङ्घको को तर्फबाट मलाई यो अवसर दिनुभयो, यो प्रति पनि म मगर सङ्घ अमेरिकालाई हार्दिक आभार प्रकट गर्दै धन्यवाद गर्दै हामीले मगर सङ्घ अमेरिकाले अबको दिनमा, आगामी दिनमा हामीले कसरी ती ताललाई प्रवासमा क्रियाशील ताललाई मिलाएर महासागर बनाउन सकिन्छ भन्ने तर्फ पनि हामीले छलफल गर्नेछौँ र त्यसरी अगाडि बढ्नेछौँ र त्यो रूपमा यो आजको वार्षिक राष्ट्रिय साधारण सभा र आगामी मगर सङ्घको उद्देश्य र मगर सङ्घको कार्ययोजनाहरू अगाडि बढ्नेछ भन्ने विश्वासका साथ मेरो भनाइहरू यहीँ अन्त्य गर्दछु। हवस् त, धन्यवाद, नमस्कार। धन्यवाद। नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासङ्घका अध्यक्ष मानबहादुर राणा मगरज्यूलाई, विश्व प्रसिद्ध पर्वतारोही प्रेरक वक्ता हरिबुढा मगरज्यू, नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासङ्घका अध्यक्ष मानबहादुर राणा मगरज्यू, अन्तर्राष्ट्रिय मगर महासङ्घका महासचिव भिरवान गर्दी मगरज्यू, नेपाल मगर विद्यार्थी सङ्घका पूर्व अध्यक्ष तथा प्राध्यापक झकेन्द्र गर्दी मगरज्यू, मगर सङ्घ अमेरिका केन्द्रीय समितिका पूर्व पदाधिकारीज्यूहरू, मगर सङ्घ अमेरिकाको निमन्त्रणालाई स्वीकार गरेर बोस्टनमा स्थापित विभिन्न सङ्घ-संस्थाका प्रतिनिधि तथा अध्यक्षज्यूहरू, मगर सङ्घ अमेरिकाका सल्लाहकारज्यूहरू, च्याप्टर अध्यक्षज्यूहरू, आजीवन सदस्यज्यूहरू र आजको यो ऐतिहासिक 10औं वार्षिक साधारण सभालाई भव्य रूपमा सुसम्पन्न गर्नको लागि उपस्थित हुनुभएका आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा जेरो जोरले सिमेङ पाओ। सर्वप्रथम त मगर सङ्घ अमेरिका केन्द्रीय समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट न्यानो मगराट अभिवादन स्वीकार्नुहोस्। अमेरिकाभर छरिएर रहेका मगरहरूको एकता गरेर, एउटै छातामुनि गोलबद्ध गरेर मगर भाषा, संस्कार, संस्कृतिको संरक्षण र सम्वर्धन गर्नको लागि सन् 2004 मा हाम्रो अग्रजहरूले मगर सङ्घ अमेरिकाको स्थापना गर्नुभयो। मगरहरूको भाषा, संस्कार, संस्कृति संरक्षण र सम्वर्धन मात्र नभएर हामी कुनै पनि मगरलाई भइपरि आउँदाखेरि हातेमालो गर्नुपर्छ भन्ने उद्देश्यले मगर सङ्घ अमेरिकाको स्थापना गर्नुभयो। नेपाल बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक, बहुधार्मिक देश हो। तीमध्ये नेपालमा फुलेका हरेक जातहरूमध्ये सबैभन्दा ठुलो, सबैभन्दा सुन्दर अनि सबैभन्दा विविधतामा एकता भएको विविध संस्कार संस्कृतिको धनी जात हो मगर। हाम्रो राष्ट्रिय गीतले पनि के भनेको छ भने भाषागत त्रिवेणी सप्तरङ्गी संस्कृति विविधतामा एकता मगरको रीति। मगरहरूको भाषिक विविधता छ, सांस्कृतिक विविधता छ, तर पनि हाम्रो एउटै मात्रै रीति छ, हामी एकता छौँ। आदरणीय उपस्थित आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, एक कोस पर गयो भने पानी फेरिन्छ, 2 कोस पर गयो भने पानी फेरिन्छ, अझै पर गयो भने हाम्रो वेश, भाषा, संस्कार, संस्कृति सबै फेरिन्छ भन्ने एउटा भनाइ छ, जुन भनाइ मैले योभन्दा अगाडिको एउटा पुस्तकमा पनि दस्तावेजीकरण गरेको छु। त्यसैले हामी हाम्रो जन्मथलो, हाम्रो ठाकथलोभन्दा धेरै पर छौँ। हामी यो धेरै पर भएको यो ठाउँमा हाम्रो वेशभूषा, हाम्रो बानी, हाम्रो रहनसहन, हामी नेपालमै छौँ, हामी नेपालको माटोमै छौँ भन्ने एउटा उदाहरण बोकेर हामी अगाडि बढिरहेका छौँ।
जहाँ रहे पनि जहाँ बसे पनि नभुलौँ हाम्रो मातृभूमिलाई, जोगाइराखौँ युगौँ युग हाम्रो मौलिक कला भाषा र संस्कृतिलाई भन्ने जुन नारा छ, हिजो हाम्रो अग्रजहरूले जति हामी सब यसको औचित्य एकदम भविष्यसम्म रहनेछ भनेर जुन नारा तय गर्नुभएको छ, यो नाराले अनन्तसम्म हामीलाई एकता बनाइरहनेछ। र मगर सङ्घ अमेरिकाको स्थापना कालदेखि नेतृत्व गरेर विभिन्न आरोह अवरोहहरू पार गर्दै निस्वार्थ यो मगर सङ्घ अमेरिकालाई साथ सपोर्ट र हौसला गर्नुहुने पूर्व नेतृत्वकर्ता, उहाँहरूलाई साथ दिनुहुने कार्य समितिका सदस्य र पदमा नरहेर पनि विभिन्न समयमा उहाँहरूसँग हातेमालो गर्दै हिँड्नुहुने सम्पूर्ण अग्रजहरूलाई म स्टेजबाट नमन गर्न चाहन्छु। उहाँहरूले रोक्नुभएको यो मगर सङ्घ अमेरिकाको एउटा बोर्ड आज 23 वर्ष पार गरिसकेको छ र 23 वर्षको यो जल्दो बल्दो उमेरमा संस्थाको नेतृत्व गरेर म तपाईँहरूको सामु उभिएको छु र तपाईँहरूको सामु यसरी उभिएर आफ्नो कुराहरू राख्न पाउँदा आफैलाई गर्व महसुस भएको छ। मगर सङ्घ अमेरिकाको 10औं राष्ट्रिय महाधिवेशन बाल्टिमोरबाट मेरो नेतृत्वमा 19 सदस्यीय कार्य समिति हामी निर्वाचित भएर आयौँ। हामीले 2 वर्षमा के गर्छौँ भनेर आफ्नो कार्ययोजनाहरू प्रस्तुत गर्यौँ। हामी यो 1 वर्षमा ती कार्ययोजनाहरू कति पुरा भए कति पुरा भएनन् भने पक्कै पनि हामी समीक्षा गर्नेछौँ। आज हामी 10औं राष्ट्रिय साधारण सभाको समुद्घाटन समारोहको अन्तिम सङ्घारमा छौँ। अमेरिकाको मूल प्रवाहमा मगरहरूको उपस्थिति र सहभागिता, उठाउनु मगर पुस्तालाई मगर भाषा संस्कार संस्कृति पुस्तान्तरण आजको आवश्यकता भन्ने मूल नाराको साथ आज हामी यो 10औं राष्ट्रिय साधारण सभाको समुद्घाटन समारोहमा छौँ। आजको यो जमघट, यो भेला, तपाईँहरूको यो भव्य उपस्थिति आजको 1 दिनको तयारीले भएको होइन। करिब 6 महिनादेखि आजको यो कार्यक्रमलाई सफल बनाउनुपर्छ भनेर हामी हरेक तौरमा छलफल, भेला अनि सेमिनार मिटिङहरू गरेर आजको यो अवस्था सिर्जना भएको छ। मगर सङ्घ अमेरिकाको आजको यो वातावरण तयार हुनुका लागि विभिन्न च्याप्टरहरूको उल्लेखनीय भूमिका रहेको छ। विशेष त बोस्टन च्याप्टर, यहाँहरूले आजको यो सभा र यो माहौल सिर्जना गर्नको लागि यहाँहरूले अहोत्र खटिनुभयो, यहाँहरूप्रति उच्च सम्मान छ। त्यसैले विभिन्न च्याप्टर समितिका साथीहरू कोही घन्टौँ गुडेर कोही घन्टौँ उडेर आजको यो बोस्टन सहरमा आउनुभएको छ। तपाईँहरूको यो साथ सपोर्ट सधैँभरि रहिरहनेछ। यो साथ सपोर्ट र हौसलाले मगर सङ्घ अमेरिका अझै बलियो हुनेछ भन्ने अपेक्षा लिएको छु। यसै गरी मगर सङ्घ अमेरिकाको एउटा निमन्त्रणालाई स्वीकार गरेर बेलायतदेखि यहाँसम्म I
अन्तर्राष्ट्रिय मगर महासङ्घका महासचिव श्री बिरमान घटी मगरज्यूलाई लाइभ बसौँ कि यो बोस्टन सहर छोड्दै गर्दाखेरिको यो दृश्य हाम्रो यो जम्बो टिम स्टिल सेम ड्राइभर ड्राइभर चाहिँ प्रमाणित भइरहेछ है। हामी यो बोस्टन सहर पनि घुम्ने अवसर मिल्यो मगरसँगले गर्दाखेरि। सहरहरू घुम्ने अवसर मिल्दा घुम्नुपर्छ। ओहो टिम आइसक्रिम खान हिँडेको बच्चाहरू आइसक्रिम खान हिँडेको बच्चाहरू के हो राजा यस्तो सहरको यो बोस्टनको यो सहर हाम्रो यो घुम्ने रहर एकदम हतार हतार छ। हामीले भात पनि छोडेर यो बोस्टन सहर घुम्नलाई भात पनि छोडेर हिँडिरहेछौँ। फेरिको भात छोडेर हिँडिरहेछ हजुर। पहिलाको यो ए पुरानो है अहिले चाहिँ युजमा छैन। स्टिल पनि चल्छ कि अहिले चाहिँ यो म्युजियम भन्नाले अहिले चाहिँ चल्दैन यो अहिले चाहिँ खुलेछ क्या यो चाहिँ अब यस्तो गरेपछि त बन्द हुँदैन नि अहिले अहिले मान्छे चाहिँ ल यो बिचको उ चाहिँ यो जान मिल्दैन यसलाई चाहिँ यता एकाउटा पास यो 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 मेन यो पास यो जहाँ बोट गइरहेछ त्यो चाहिँ ब्लक गर्न मिल्दो रहेछ यसले पहिलाको उसमा चाहिँ। अहिले चाहिँ अब त्यसलाई खासै प्रयोगमा छैन भन्ने कुरा आयो। अब यहाँ हार्बर चाहिँ दामी रहेछ अहिले चाहिँ यो प्रयोगमा छैन अरे चाहिँ दामी हो आइडिया चाहिँ फोटो ल भिडियो फोटो अहिले यो बोस्टन राज्य यस्तो थियो यस्तो भयो। त्यतिको दामी भयो भने चाहिँ हार्बर हो हार्बर सर दामी रहेछ बोस्टन सहर। बोस्टनमा यस्तो डल्फिन हो कि यो माछा हो बिग माछा ठुलो माछा रहेछ। हाम्रो टोलीहरू घुम्दैछन् सहर। हाम्रो टिम त छरपस्ट भयो नि त दौड चलिरहेछ म्याराथन दौड चलिरहेछ बाउ छोराको। अहिले हामी यो बोस्टन सहरको यो मा छौँ। बोस्टन सहर यस्तो रहेछ बाल्टिमोर जस्तो हार्बर र यहाँ चाहिँ धेरै राम्रो।
हाम्रो टिमहरू यहाँ फोटो खिच्न भ्याइसकेको छ, भिडियो बनाउन भ्याइसकेको छ। हामी पार्किङ खोजेर ढिलो भयो अलिकति। हार्बर दामी छ दामी। बोस्टन सहर बबाल रहेछ नि त। हिजो तलबाट आएको, आज माथिबाट ब्रिजको यो सबै ब्रिज रहेछ क्या तल। यही है घुम्ने अब ए हो बोस्टन सहर आयो, बोस्टन सहर। घुम्ने यही है अहिले बोस्टन सहर अहिले पार्किङ नपायो भने फर्किनुपर्छ यसरी नै। फर्किने हो त्यही भएर अहिले नै बनाउने यस्तोमा। अहिले हामी यो बोस्टन सहरको यो डाउनटाउन हार्बर नजिकै छौँ कि। हेरौँ त कति औला औला घर हुन्, यो सहरहरू कति राम्रो। बिग ल्यापटपमा नहिँड्नु न, ल्यापटपमा तपाईँ कहाँ हिँडिरहनु भयो भने। मेसाचुसेट्स राज्यको यो बोस्टनको हार्बरमा बिग एकदमै ठुलो ल्यापटप रहेछ क्या यहाँ। यो के हो यस्तो? थ्याङ्क यू। हामीले आइसक्रिम पायो। अनि यसलाई के भन्छ? के आइसक्रिम हो? मैले बुझेन, लामो भयो नि नाम। अझै पनि बुझेन मैले चाहिँ, तर के भन्यो ल ठिक छ। आइसक्रिम बोकेर आइसक्रिम ल म त पनि खाएको समूहले बोस्टन घुमेर भ्यायो। यो त आइसक्रिम पनि खाएर भ्यायो वृद्ध बालकहरूले। बोस्टन राज्यको यो गजब रहेछ। यो बोस्टन राज्य भन्नाले बोस्टन सहर होला नि कहाँ। बोस्टन सहरको यो न टनेल न एउटा ब्रिज हो, यति धेरै योहरू टनल जस्तो खालको ब्रिज। लामो पनि रहेछ। हामीले यो बोस्टन सहर छोडेर यात्रा चाहिँ म्यारिल्यान्ड, भर्जिनिया, डिसी हुँदै गर्दाखेरि हाम्रो चाहिँ अहिलेलाई छोटो यात्रा चाहिँ कनेक्टिकटसम्म पुग्छ। त्यसपछि ब्रेक, त्यसपछि बल्ल बल्ल घर पुग्छ। टनल आयो फेरि हामीलाई जेलस बनाउनु भयो भने। ग्यास स्टेसनमा गएर गर्ने होला नि होइन? बाई। पुल त आउँदैछ यो चाहिँ न्युयोर्क बारी, न्युयोर्क वारी, न्यू जर्सी भन्ने हो। हाम्रो गुरुजी पनि हुनुहुन्छ यता। सहर खिचौँ भनेको गुरुजीको अनुहार फर्स्टमा आइरहेको छ क्या। यो चाहिँ ठिकै छ त गजब छ होइन? मैले एकदम मिलाएर देखिरहेको छु। बोल न अलिअलि के हो यस्तो यो न्युयोर्क सहर यस्तो सहर भनेर ब्रिफिङ गर। यो न्युयोर्कको 9/11 बसेको हो। फेरि रिबिल्ड भएको यो नयाँ बिल्डिङ, वर्ल्ड ट्रेड सेन्टरको ठुलो बिल्डिङहरू। न्युयोर्कमा सबभन्दा बिल्डिङ मात्रै फेमस होइन, न्युयोर्क संसारको नम्बर 1 बिजनेस हब पनि हो। अनि धनाढ्य सहरमध्ये त्यो पनि नम्बर 1 नै होला सायद मेरो विचारमा। हामी चाहिँ न्यू जर्सीतिर on the way back to the home from all the way from Boston। बिहान 6-7 बजे 8 बजेबाट तयारी गरेर बेलुका 10 बजे पुग्ने हाम्रो टार्गेट छ। ल न्युयोर्क सहरको यो जर्ज वासिङटन ब्रिज
सहर मेन सहर त त्यो उता छ अझ साइड सहर भनेको सहर नै हो नि न्युयोर्क सहरको यो रौनक हेरौँ न हाम्रो गुरुजी हाम्रो उहाँ तलको उसहित के अरे हाम्रो त्यो के भन्छ तलको 9/11 को बिल्डिङलाई के भन्छ अलि ओल्ड ट्रेड सेन्टरको हो कि क्या हो राम्रोसँग देख्न पाइएन यहाँदेखि नेक्स्ट टाइम देखाला कुनै दिन समय मिल्यो भने नमस्कार हामी चाहिँ बोस्टनबाट चाहिँ फर्किँदैछौँ हामी अहिले चाहिँ यो डेलावेयरको चाहिँ ठुलो लामो पुलमा छौँ है के भन्छ धेरै धेरै लामो पुल छ इन्जिनियरिङको एउटा नमुना हो यो बहर चाहिँ देखिन सकिएन होइन